बुढो विदेशमा छ, पैसा टन्नै कमाएको छ, पठाएको छ, यसलाई त कति मोह छ, बुढैले पैसा पठाउने, यसले मस्ती गरेकी छिन् भन्नेलाई के थाहा पीडा भन्ने कुरो है। ती पीडित महिलालाई जब श्रीमान विदेशमा हुँदा नि, तिनी कहिलेकाहीँ चाहिँ कतै रत्न पार्कतिर जाँदाखेरि, स्वयम्भूतिर जाँदाखेरि अर्काका बुढाबुढी च्याप्प एउटाले हात समाएर यसरी हात समाएर चाहिँ हिँडेको देख्दा मनमा कति जलन हुन्छ थाहा छ तपाईँलाई। त्यो देख्दाखेरि उनको मनमा घुटु घुटु हुन्छ। मेरो बुढो पनि मसँग भइदिया भए उसको हात मैले यसरी समाएर हिँड्न पाए कस्तो हुन्थ्यो भन्ने हुन्छ हुँदैन। त्यही भएर बुढो विदेशमा छ, पैसा टन्न कमाएको छ, मोज गरी गेले भने बिगारो उसको पीडा। बेलुका सुत्ने बेला त्यही बुढोलाई सम्झेर गुड नाइट बुढो भन्नुपर्छ। बिहान उठ्ने बित्तिकै त्यही बुढोलाई सम्झेर गुड मर्निङ बुढो भन्नुपर्छ। कति माया कति प्रेम हुन्छ। पैसाले मात्र सबै कुरो हुन्छ। त्यत्तिकै जे मन लाग्यो त्यही बोल्दैन। ती बुढा विदेशमा भएको बुढीहरू कति पीडित हुन्छन् भन्ने कुरो ती बुढीले गएर सोध्नु है। नसोधिकन त्यत्तिकै पाक्क बोल्दिनु हुन्छ। औधी नबोल्नुहोस् है।